हेलो एभ्रिवान, आज फेरि नयाँ सिस्टमको बारेमा कुरा गरौँ है। हुन त मलाई राजनीतिको र पनि थाहा छैन है, तर पनि केही आफूलाई लागेको कुराहरू चाहिँ एकदमै सेयर गरौँ है। हामीलाई नयाँ सिस्टम किन चाहिएको छ र नयाँ सरकार किन चाहिएको छ भने चाहिँ आज म यो भिडियोमा सेयर गर्न जाँदैछु होइन। यो त सानो उदाहरण मात्रै होइन, यस्ता कयौँ कयौँ प्रब्लम छ क्या हाम्रो नेपालमा। सो यो भिडियो हेरेर हजुरले पनि बुझ्नुहुनेछ भनेर एकदमै आशा राखेको छु मैले होइन। मेरो सपमा चाहिँ कति दिन भयो होइन, यो बुके बनाउने ब्याम्बो स्टिक है, यो ब्याम्बो स्टिक भन्छ यसलाई होइन। यो चाहिँ खास पहिला पहिला यो चाहिँ ससेज बनाउन आएको थियो होइन, तर अहिले चाहिँ ससेज बनाउन मेटल स्टिक नै युज गर्ने भएर चाहिँ अहिले चाहिँ यो हामीले चाहिँ बुकेमा युज गरिरहेको छौँ है। यो आइडिया लाउनलाई, यो सामान खोज्नलाई हामीले पहिला पहिला धेरै नै दुःख पायौँ होइन। अहिले चाहिँ इजिली पाइन्छ होइन, तर यो कति दिन भइसक्यो, यो एकदमै सर्टेज चलिरहेको छ कि अहिले मार्केटमा होइन। यो अनि मैले कतिजनालाई सोध्छु, जसले मलाई ल्याइदिनुहुन्छ उहाँहरूलाई मैले कतिचोटि सोध्छु कि होइन, यो हिजो आज किन आइरहेको छैन भनेर होइन। तर उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने होइन, अस्ति अस्ति नै चाहिँ भन्सार बन्द होइन, अहिले चाहिँ इरान समथिङ के वार चलिरहेको भएर भन्नुहुन्छ कि सिरियसली हामी नेपालीहरू कस्तो छौँ हेर्नु त। यो ब्याम्बो होइन, यो ब्याम्बो स्टिक होइन, यो हाम्रो देशमा ब्याम्बो छैन। गाउँघरतिर हाम्रोतिर ब्याम्बो छैन होला है। मेरो त्यो नलपरासीमा त कति ब्याम्बो हुन्छ कि है। यो हो हामीलाई, त्यही भएर हामीलाई नयाँ सिस्टम चाहिएको हो कि होइन। हामीसँग यसको ब्याम्बो जति पनि छ यसको रुखहरू होइन, तर हामीसँग यस्तो बनाउनलाई मेसिन छैन कि। पहिला पहिलाको गभर्मेन्ट आउनुहुन्छ होइन, उहाँहरू चाहिँ आफ्नो तालले चलाउनुहुन्छ, आफ्नो पेट भर्नुहुन्छ, त्यति मात्रै भइरहेको थियो होइन। हो अब नयाँ सिस्टम आएपछि, नयाँ सरकार आएपछि हामीले यति आशा राखौँ होइन, धेरै पनि पर्दैन। जे होस् कहिलेकाहीँ सर्टेज हुँदा ल सुरुवातमा त होइन त्यति त गर्न सकिन्छ नि। कहिलेकाहीँ सर्टेज हुँदाखेरि चाहिँ यहीँ नेपालमा पनि प्रडक्ट हुन्छ, हामी अरूमा भर पर्नु पर्दैन। हामीसँग पनि मेसिन छ भने चाहिँ हाम्रो यो नयाँ सरकारले हामीलाई साथ दिनुहुन्छ भन्ने एकदमै आशा राखेको छौँ कि। नभएको सामान त केही पनि भएन, हामीले लिएर आउनै पर्छ होइन। तर एटलिस्ट हामीसँग भएको प्रडक्टहरू त हामीले उत्पादन गर्न सक्छ नि त होइन। हामीसँग मेसिनहरू भयो भने कतिजनाले रोजगार पनि पाउँछ नि त। सो त्यही भएर चाहिँ हामीलाई नयाँ सरकार चाहिएको हो कि होइन, जसले चाहिँ जनताको लागि सुन्दोस् जस्तो गरेर सुन्दोस् जस्तो लागेर चाहिँ नयाँ सरकार चाहिएको। आशा छ अहिलेको नयाँ सरकार एकदमै पढे लेखेको हुनुहुन्छ, जो पनि सरकारमा जानुहुन्छ एकदमै पढे लेखेको हुनुहुन्छ होइन, यङ पनि हुनुहुन्छ, पहिलाको भन्दा एकदमै यङ पनि हुनुहुन्छ। उहाँहरूले हाम्रो लागि सोचिदिनुहुन्छ भने एकदमै आशा राखेको छु होइन। म जस्ता हजारौँ लाखौँ करोडौँ नेपाली जनताले आशा राखेको छ। सो होप होइन फ्युचरमा एकदमै राम्रो हुनेछ। कतिजनाले नेपालमै रोजगार पाउनुहुनेछ, विदेश पनि जानु पर्दैन। अहिले त हेर्नु त विदेश भनेको त ओ माई गड कतिजना है वारमा मर्ने रे के रे। त्यही भएर आफ्नो देशमा पनि केही उत्पादन हुन सक्यो या कल कारखानाहरू बन्यो भने बाहिर पनि हामी जानु पर्दैन। सो हामीलाई त्यही भएर चाहिएको थियो नयाँ सरकार होइन। सबैले एकदमै साथ दिनुभएको छ यो सरकार बनाउनलाई। सो थ्याङ्क यू सो मच एभ्री वान होइन, र यही आशाका साथ आज बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच, ह्याप्पी सपिङ, बाई बाई।